रचनाजी आराम हुनुहुन्छ? रुगा लागेको छ? कोरोनाको सङ्क्रमणले त होइन? हुन सक्छ रचनाजी। चूतिया बनाया तुमको। प्रेम के हो, किन गर्छन् मान्छेले रचनाजी? प्रेमको परिभाषा तपाईँको मुखबाट जनता जान्न चाहन्छ, सुन्न चाहन्छ। प्रेम भनेको माया हो। यही मायाले हँसाउँछ, यही मायाले रुवाउँछ। सुधीरजीले भन्नुभयो भने तपाईँ के गर्नुहुन्छ? उहाँको प्रस्ताव तपाईँ अस्वीकार गर्नुहुन्छ? गर्दिनँ। भन्नुहोस् अनि। गर्दिनँ। जित्नु दादाले मलाई भन्नु नै हुन्न नि है। हजुर मलाई भन्नु नि। भनिदिनै आउन सक्छ, भनिदिनै आउन सक्छ। साङ्गीतिक क्षेत्रमा आधीबेरी नै आयो। रचनाको फ्यानहरू पनि धेरै नै भए। यसमा चाहिँ आफूलाई कस्तो महसुस गर्नुहुन्छ? अलिकति खुसी गर्व महसुस भएको छ कि त्यो माहौलै त्यस्तै थियो कि कस्तो लाग्छ? खुसी त छु धेरै नै होइन। अब आधीबेरी नै ल्यायो भन्नु, आधीबेरीले कतिवटा रूप ढल्यो। रचना रिमालका बोलीहरू चाहिँ अलिकति ट्रोलहरू बनिराखेका हुन्छन्। यहाँले जस्तो एकदम सिम्पल उत्तर दिनुहुन्छ तर त्यसैलाई ट्रोल बनाइदिन्छ। कस्तो लाग्छ यो आफ्ना ट्रोलहरू देखेर चाहिँ कस्तो लाग्छ? ठिकै लाग्छ। रुको जरा, सबर करो। रचना रिमाल त धेरै अल्छी छ, सुत्ने धेरै गर्नुहुन्छ भन्नुहुन्छ नि। कसले भन्नुभएको? हल्ला सुन्छु नि त बजारमा। कहाँ बजारमा थाहा हुन्छ त, म घरमा सुतेको। नेपाल आइडल भन्ने रियालिटी सो आउँदै नआएको भए यो त फन्नी नै भएन नि। दिनको कति कमाउनुहुन्छ नराडी भन्नु पर्दा? भन्दिनँ। नभन्ने किन? त्यतिकै कर तिर्नुपर्छ भनेर? कसलाई तिर्ने कर? सरकारलाई कर तिर्नुपर्छ थाहा छ होइन? थाहा छैन। धेरै कमाइ गरेपछि त होइन तपाईँले केही पैसा त सरकारलाई कर तिर्नु पर्यो, ट्याक्स तिर्नु पर्यो नि त। बाइकहरूको पो तिर्ने त कर त होइन। तपाईँले अहिलेसम्म हेरेको झुर फिल्म चाहिँ कुन थियो? म फिल्मै हेर्दिनँ दादा। कैसा लगा मेरा मजाक? मजा आयो। सन्तोष छेत्री लेख्नुहुन्छ, म तिमीसँग बिहे गर्छु। लेख्नु भएको होला नि त्यत्तिकै। मलाई पक्कै पनि चाहना हुन सक्छ नि त तपाईँसँग होइन यस्तो हो नि त। अब मलाई रकेट चढ्न मन छ भने मैले रकेट चढ्न पाउँछु त। मलाई रकेट चढ्न मन छ भने मैले रकेट चढ्न पाउँछु त। समझ रहे हो? तपाईँले व्रत बस्नु भएको छ कि छैन? छैन। किन नबस्नु आज? तपाईँलाई भात पकाएर खुवाएको होइन अघि? करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। तपाईँले अहिलेसम्म देखेको हाँसउठ्दो मान्छे चाहिँ को? तपाईँ। अभी मजा आएगा ना भिडो।